को पहिलो बजेटले उत्साहित बनेका छन् निजी व्यवसायहरू। यस बजेटको प्रस्तुतिमा नै निजी क्षेत्रलाई उत्साहित बनायो। यसले समग्रमा हेर्दाखेरि निजी क्षेत्रलाई उत्साहित बनाउने खालकै बजेट हो। जस्तो भनौँ न, विगतमा त लामो भूमिकाहरू बनाएर बजेट प्रस्तुत गरिन्थ्यो। यसपल्ट निजी क्षेत्रलाई सबभन्दा आवश्यकता भनेको राजस्वसँग हुन्छ। हेर्नुहोस्, किनभने आर्थिक गतिविधि विस्तारमा त्यसको प्रत्यक्ष महत्त्व रहन्छ। पूर्वाधारमा 400 चान्चुन खरबको चाहिँ जुन छ नि प्रक्षेपण गरेको छ, गत वर्षभन्दा बढाएको छ होइन। त्यो हिसाबले हेर्दाखेरि चाहिँ सरकार चाहिँ पहिला भन्दा अलिक सिरियस भएर जाने र सबभन्दा कुरा त यो छ नि, अहिले व्यक्त गरेका कुराहरू छ नि, सरकारको छँदैछ, प्रतिबद्धता आउँछ, तर यसलाई चाहिँ कार्यान्वयन पक्ष चाहिँ नि एकदम मजबुत हुनुपर्ने जरुरी छ। आउने बित्तिकै उहाँले जुन एउटा भन्सारका दरहरूमा धेरै ठुलो कटौती गर्नुभयो, आन्तशुल्कलाई त प्रायः जसो खारेजै जस्तो गर्ने भयो, औद्योगिक कच्चा पदार्थमा पनि भन्सारका दरहरू घटाइदिने कुरा गर्नुभयो। खालि एउटा कुरा निजी क्षेत्रको के थियो, हामीले बहुदरको माग गरेका थियौँ, त्यसको लागि चाहिँ एउटा पुनरावलोकन समिति बनाएर अगाडि बढ्ने भनेर राख्नु भएको छ। यो मध्यमवर्गीय आय चाहिँ नि र चाहिँ यो जुन के भन्छ प्रति व्यक्ति छोटी वार्षिक ट्याक्स तिर्ने चाहिँ सिलिङ चाहिँ बढाउनु पर्छ भनेर भनेको थिएँ। हामीले 12 लाख गर्नु पर्यो भन्ने किसिममा कुरा गरेर 10 लाख गरेको छ होइन। त्यस्तै चाहिँ नि जुन यो डिजिटल भुक्तानीमा 10% चाहिँ छुट दिन्छु भनेको छ। लगायत हेर्दाखेरि र कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको छ। 2 करोडसम्मको लगानी कृषिमा कसैले चाहिँ नि पशुपन्छी तथा चाहिँ कृषि चाहिँ व्यवसाय गर्यो भने उसलाई चाहिँ नि 40%सम्म 4 वर्षको 10%ले 40%को चाहिँ अनुदान दिने भनेर भनेको छ। अनुदानको नयाँ मोडालिटी ल्याउन खोजेको छ कृषिमा। यो सरकार झन्डै 2/3 बहुमतको सरकार हो। हेर्नुहोस्, यसलाई नीति कानुनहरू ल्याउन त्यति असहजता हुँदैन। त्यसर्थ के छ र एक अर्को बजेटलाई कार्यान्वयन गर्ने भनेको वित्त नीति, मौद्रिक नीति, योजना, यो यसपल्ट तिनै सेक्टरको आपसमा समन्वय भएको पनि पाइयो। किनभने माननीय अर्थमन्त्रीजीले स्पष्ट भनिसक्नु भएको छ, बजेटका लक्ष्यहरू पूरा गर्नको लागि नै यो आगामी मौद्रिक नीति त्यही हिसाबले आउनेछ। त्यसर्थ निजी क्षेत्र उत्साहित पनि छ, हामी विश्वस्त पनि छौँ यसपल्ट चाहिँ बजेटको लक्ष्य पूरा हुन जानेछ। अहिले सरकार, विगतमा सरकारहरू चाहिँ नि उ थियो, तपाईँको चाहिँ मिलिजुली सरकारहरू थियो भन्यो भने अहिले एउटै सरकारको चाहिँ झन्डै 2/3 महतको अवस्था छ होइन, बहुमतको अवस्था छ भने यो अवस्थामा चाहिँ सरकारले निश्चय पनि आफूले गरेका प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गरेर लान्छ र चाहिँ देशमा चाहिँ नि अहिले जुन शिथिल भएको अर्थतन्त्रलाई चाहिँ केही न केही चाहिँ नि के भन्छ यो फेरि चाहिँ पुनर्जागरण गर्ने काम चाहिँ हुन्छ भन्ने जस्तो हामीले अपेक्षा गरेको छ। हामी लामो समयदेखि अलि आर्थिक सुस्ततामा गइरहेका छौँ। यसले अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अथवा कार्यान्वयनमा जान सक्ने सम्भावना कति हुन्छ? यो बजेट जुन आधारमा बसेको ल्याइएको छ नि, त्यसको मूल उद्देश्य नै यो आर्थिक गतिविधि स्ट्यागफ्लेसनको जुन अवस्था थियो त्यहाँबाट माथि